नमस्ते। रिलायन्स स्पिनिङ मिल्सको आइपिओ विशेष गरी विदेशमा रहनुभएका नेपाली लगानीकर्ताहरूको लागि लगानी गर्ने सोच बनाउनु भएको छ भने एकछिन पर्खिनुहोस्। केही कुराहरू छन् जुन जान्नै पर्ने हुन्छ। आजको यो चर्चामा हामी वैदेशिक रोजगार कोटा, आवेदन दिने तरिका र सबैभन्दा महत्त्वपूर्ण कुरा यो आइपिओसँग जोडिएका विवाद र जोखिमहरूको बारेमा एकदमै सरल भाषामा कुरा गर्नेछौँ। ल सुरु गरिहाल्नु है त। ल सबैभन्दा पहिले त यो अङ्क हेरौँ। 1,15,596 किता। यो भनेको के हो? यो हो वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि छुट्याइएको जम्मा-जम्मी सेयर सङ्ख्या। अब यो सुन्दा धेरै लागे पनि यो कुल सेयरको जम्मा 10% मात्रै हो। यसको सिधा मतलब के हो भने आवेदन दिनेको भिड लाग्नेछ तर सेयर थोरै छ। त्यसैले भरियो कि पर्यो भन्ने अवस्था चाहिँ छैन है। प्रतिस्पर्धा एकदमै कडा हुनेवाला छ। अब अर्को महत्त्वपूर्ण अङ्क, कति पैसा लाग्छ त? न्यूनतम 50 किता भर्नुपर्छ, जसको लागि चाहिने रकम हो ठ्याक्क 41,040 रुपैयाँ। मतलब यो आइपिओमा हात हाल्नको लागि कम्तीमा यति लगानी चाहिँ गर्नै पर्यो। ल कति किता र कति पैसा लाग्ने भन्ने त थाहा भयो, तर यतिले मात्रै पुग्दैन हैन त। अब यो आइपिओको अरू मुख्य जानकारीहरू के छन् अलिकति भित्र पसेर हेरौँ न, ताकि पुरा चित्र स्पष्ट होस्। ओके, यहाँ सबै कुरा एकै ठाउँमा सारांशमा हेरौँ। वैदेशिक रोजगार कोटा त्यही 1,15,596 किता भइहाल्यो। कम्तीमा 50 किताको लागि आवेदन दिनु पर्यो, जसको लागि 41,040 रुपैयाँ लाग्ने भयो। तर यहाँ सबैभन्दा ध्यान दिनुपर्ने कुरा चाहिँ यसको मूल्य हो। प्रति किता लगभग 820 रुपैयाँ। यो अलि महँगो किन भयो भन्दा यो बुक बिल्डिङ मेथडबाट आएको हो। मतलब ठूला लगानीकर्ताहरूले बोलको बोल गरेर मूल्य तोकेका हुन्। सामान्यतया यस्तो हुँदा आइपिओको भाउ अलि माथि नै पर्न जान्छ। एउटा कुरामा चाहिँ एकदमै प्रष्ट हुनुपर्छ है, आवेदन दियो भन्दैमा सेयर परिहाल्छ भन्ने ग्यारेन्टी छैन, किनभने कोटा थोरै आवेदक धेरै। यस्तो अवस्थामा त सेयर बाँडफाँड गोलाप्रथाबाटै हुने सम्भावना बढी हुन्छ। त्यसैले पैसा हालेपछि नाफा नै हुन्छ भनेर सोच्नुभन्दा यो त एउटा चिट्ठा जस्तै हो भनेर बुझ्दा राम्रो हो। ल त प्रतिस्पर्धा कडा छ भन्ने त थाहा पाइयो। अब सवाल उठ्छ, यो दौडमा भाग लिनलाई विदेशबाट कसरी आवेदन दिने त? खासमा प्रक्रिया एकदमै सजिलो छ। आउनुस् हेरिहालौँ। आवेदन दिनुअघि यी 3 चिज चाहिँ हातमा ठिक्क पार्नुपर्छ है। पहिलो, म्याद भएको पासपोर्ट। दोस्रो, विदेशमा काम गर्दैछु भन्ने प्रमाण, जस्तै कि श्रम स्वीकृति। र तेस्रो, सबैभन्दा जरुरी, चालु अवस्थामा रहेको डिम्याट र मेरो सेयर खाता। यति कुरा याद राखौँ, यी चिज बिना आवेदनको प्रक्रिया एक कदम पनि अगाडि बढ्दैन। प्रक्रिया त एकदमै सोझो छ। पहिलो काम, अघि भनेका कागजातहरू रेडी पार्ने, त्यसपछि आफ्नो मेरो सेयरमा लगइन गर्ने। अनि अब आउँछ सबैभन्दा महत्त्वपूर्ण स्टेप। आवेदन दिँदा फरेन एम्प्लोइमेन्ट अर्थात् वैदेशिक रोजगार भन्ने कोठा छान्नै पर्छ। यो कुरामा चाहिँ झुक्किनै भएन, किनभने यदि यो छनौट गर्न गल्ती भयो भने आवेदन सिधै रद्द हुन्छ। अनि अन्त्यमा सबै कुरा ठिक छ कि छैन एकचोटि फेरि जाँचेर सबमिट गरिदिने। ल कसरी आवेदन दिने भन्ने त बुझियो, तर लगानी गर्ने पैसा कुन कम्पनीमा जाँदैछ त? अब एकछिन रिलायन्स स्पिनिङ मिल्सकै बारेमा कुरा गरौँ। यो कम्पनीले आखिर गर्छ के र कतिको भरपर्दो छ? रिलायन्स स्पिनिङ मिल्स यो नेपालको एउटा ठूलो धागो बनाउने कम्पनी हो। यसले पोलिएस्टर, विस्कोस, एक्रिलिक जस्ता विभिन्न किसिमका धागोहरू उत्पादन गर्छ। अनि यसले बनाएको धागोको मुख्य बजार भनेको भारत र टर्की हुन्। मतलब यो एउटा ठूलो निर्यातक कम्पनी पनि हो। यसका ठूला फ्याक्ट्रीहरू सुनसरीको खनार र दुहबीमा छन्। अब आउँछ यो चर्चाको सबैभन्दा महत्त्वपूर्ण हिस्सा। हेर्नुस्, जुनसुकै लगानीमा अवजर मात्रै हुँदैन, त्यससँगै केही जोखिम र कहिलेकाहीँ विवादहरू पनि जोडिएर आएका हुन्छन्। रिलायन्सको केसमा पनि केही यस्तै कुराहरू छन् जुन लगानी गर्नुअघि जान्नै पर्छ। पहिले राम्रो कुराबाट सुरु गरौँ न। कम्पनीले निकालेको वित्तीय रिपोर्टहरू हेर्ने हो भने पछिल्ला केही वर्षहरूमा यसले राम्रो आम्दानी गरेको देखिन्छ। यसले के देखाउँछ भने कम्पनीको व्यापार राम्रैसँग चलिरहेको छ। लगानीकर्ताको लागि यो पक्कै पनि एउटा राम्रो सङ्केत हो। तर कथामा एउटा ट्विस्ट छ। यही राम्रो देखिएको वित्तीय रिपोर्टमाथि एउटा गम्भीर आरोप लागेको छ। केही मिडिया रिपोर्टहरू अनुसार कम्पनीले आफ्नो आम्दानी र नाफा बढाएर देखाएको छ रे, अनि केही तिर्नुपर्ने पैसाहरू लुकाएको छ भन्ने आरोप छ।
अब यो एकदमै गम्भीर आरोप हो, यसलाई हल्का रूपमा लिन मिल्दैन। ल अब दुवै पक्षलाई एकै ठाउँमा राखेर हेरौँ, एउटा तराजुमा जस्तै। एकातिर कम्पनीको बलियो पक्ष छ, राम्रो आम्दानी, भारत र टर्की जस्ता ठूला निर्यात बजार, तर अर्कोतिर जोखिम र विवादहरू छन्, जस्तै वित्तीय तथ्याङ्कै नक्कली बनाएको भन्ने गम्भीर आरोप। त्यति मात्र होइन, नेपाल विद्युत प्राधिकरणलाई झण्डै 75 करोड रुपियाँ तिर्न बाँकी रहेको विवाद पनि छ। अब धागो फ्याक्ट्री भनेपछि बिजुलीमा कति निर्भर हुन्छ त्यो हामी सबैलाई थाहा छ। यो विवादले गर्दा कुनै पनि बेला उत्पादनमा ठूलो असर पर्न सक्छ। त्यसैले लगानीको निर्णय लिँदा यी दुवै पाटोलाई राम्रोसँग तौल्नु जरुरी छ। यति गम्भीर कुराहरू गरिसकेपछि एउटा रमाइलो तर सान्दर्भिक कुरा गरौँ। विदेशमा बस्ने लगानीकर्ताहरूको बीचमा एउटा ठट्टा नै चल्छ के, आइपिओ आयो भनेर हतार नेपाल फर्कने टिकट काट्नुभन्दा पहिले आफ्नो पासपोर्टको डेट छ कि छैन त्यो चाहिँ हेर्नु है। आखिर कुरो त सही हो, सही कागजपत्रै भएन भन्ने त लगानीको पहिलो ढोका नै बन्द हुन्छ। ल हामीले कम्पनीको राम्रो पक्ष र नराम्रो पक्ष दुवैलाई हेर्यौं। अब पालो आयो सबैभन्दा ठूलो प्रश्नको, लगानी गर्ने कि नगर्ने। यो निर्णय अरू कसैले गरिदिने होइन, आफैले गर्नुपर्छ। तर सही निर्णय लिनको लागि केही कदमहरू छन् जसले मद्दत गर्न सक्छ। कुनै पनि निर्णयमा पुग्नुभन्दा अगाडि यो चेकलिस्टमा ध्यान दिउँ। पहिलो, सेभनको वेबसाइटमा गएर कम्पनीको आधिकारिक विवरण अर्थात् प्रोस्पेक्टस आफै पढ्ने। दोस्रो, कम्पनीको अडिट भएको वित्तीय रिपोर्टहरूलाई केलाउने। तेस्रो, विद्युत प्राधिकरणसँगको विवाद र अरू कानुनी मुद्दाहरूबारे आएका नयाँ समाचारहरू के छन् त्यो खोज्ने। र सबैभन्दा महत्त्वपूर्ण कुरा, आफैलाई एउटा प्रश्न सोध्ने, यदि यो लगानीमा घाटा भयो भने म त्यो जोखिम उठाउन सक्छु कि सक्दिन। अन्त्यमा भन्नुपर्दा रिलायन्स स्पिनिङ मिल्सको यो आइपिओ एउटा दोबाटो जस्तै हो। एकातिर राम्रो आम्दानी र निर्यातको अवसर देखिन्छ भने अर्कोतिर गम्भीर आरोप र विवादको जोखिम छ। अब यो अवसर हो कि जोखिम, यसको अन्तिम फैसला अरू कसैले होइन, लगानीकर्ताको आफ्नै अनुसन्धान र विवेकले गर्नेछ।